एभ्रिवान है सबैलाई गुड मर्निङ छ। मेरो चाहिँ ड्युटी सकियो। अब रुमतिर जाँदैछु म। घाम टिलिक्क लागिरहेछ है। यस्तो छ पार जस्तो कटेर जाने हो। अहिले चाहिँ हिँड्दै जाँदैछु म। के गर्नु रातभरि है, एक्लै बस्दा वाक्क हुन्छ। 4 बजेतिर हाउसकिपिङको आउँछ अनि अलिकति सजिलो हुन्छ। यताउति मान्छे छ भन्ने हुन्छ नि त, अलिकति हल्का हुन्छ। नभए त एक्लै राति बस्नु कम्ता गिदी हुन्छ त। अति नै गिदी हुन्छ है, अति नै गिदी हुन्छ। अनि परदेशी लाइफ चाहिँ यस्तै छ हैन, भोगिँदैछ, जानिँदैछ। धेरै कुराहरू जान्नु बाँकी छ हैन अझै पनि, किनभने अब सबै कुरा जानिँदैन एकैचोटि। बिस्तारै बुझिन्छ, बिस्तारै बुझ्दैछु हैन। अनि मान्छेले चाहिँ हैन अब हुन्छ नि, विदेशमा चाहिँ आउनु बित्तिकै पैसा कमाउँछ भनेर चाहिँ अब नसोच्दा नि हुने रहेछ हैन। कति दुःख मेहनत, कति हैन निन्द्रा, कति भोक प्यास मेटाएर साला कमाउनु पर्ने रहेछ। के थाहा हैन, अब घरमा बसेर हैन, विदेशमा दाइ छ, बाउ छ, आमा छ हैन भनेर अब हैन आइफोन ल्याइदे, यो ल्याइदे, त्यो ल्याइदे भनेर अर्डर चाहिँ हैन नगर्नु रहेछ क्या। बल्ल आफैले आएर थाहा पाइँदैछ। किनभने आफूले अब अहिले हैन आफूलाई थाहा हुँदैछ नि त। किनभने आफू अहिले यहाँ जुन अब हुन्छ नि दाइ बाउ आमा, यही स्टेजबाट त गुज्रेको हुन्छ हैन। यही अझ यो भन्दा कस्तो परिस्थितिहरू आउँछ। अनि मोबाइल ल्याइदे दाइ यहाँ हुँ भनेर झगडा गर्ने, पैसा यति पठाइदे भनेर हैन घरबाट प्रेसर हुन्छ नि त। त्यस्तो चाहिँ कहिले कसैलाई नभन्नु है गाइजहरू, तपाईहरू पनि। किनभने यहाँनिर अति नै दुःख हुन्छ क्या। अब मेरो त अलिकति ठिकै छ हैन, सेक्युरिटी गार्ड हो, त्यति साह्रो छैन हैन। सबै कुरा अब त्यति धेरै राम्रो पनि छैन, त्यति नराम्रो पनि छैन हैन। तर कतिपय मान्छेहरूको लास्टै बिजोग पनि हुन्छ है, लास्टै बिजोग पनि हुन्छ र लास्टै ऊ पनि हुन्छ क्या। अति नै हुन्छ, माया लाग्दो हुन्छ क्या। अब कतिपय नेपालीहरू देखिन्छ है, यसो अब नेपाली हो भन्छ, भन हैन, अनि बोलो एकछिन हैन, गफ मारो। उनीहरूको हुन्छ नि सुख अब यहाँनिर भोगेको कुराहरू सुनाउँछ क्या। यस्तो दुःख पायो, कम्पनीले यस्तो गरिदिरहेछ, यस्तो भन्दै के भन्छ हैन। अब के गर्न सकिन्छ र हामीले हैन, केही गर्न सकिँदैन। आफै दुःखमा हुन्छ, आफै उमा हुन्छ। के गर्नु, आफ्नै यहाँनिर ऋण पान गरेर आएको हुन्छ, कति लाख लाएर। अब कहाँ उता हेल्प गर। अब यसो कहिलेकाहीँ हैन, अब 5-10 रुपियाँ दिएर यसो खाजा नास्ता खा भन्नु त फाल्टै कुरा हो। तर अब हेल्पै गर्नु त सकिँदैन क्या, किनभने अति नै हुन्छ नि त। अनि धेरै जस्तो चाहिँ लेबरहरूले धेरै दुःख पाएको छ क्या यहाँ विदेशतिर। अलिकति पोस्ट बिनाको जबहरूमा आयो हुन्छ नि, जुन लेबर भनेको त पोस्ट होइन नि त। अलिकति नराम्रो काममा आउनेहरूलाई चाहिँ धेरै मान्छेले, अब यताको मान्छेले अब धेरै जस्तो चाहिँ अब इन्डियनहरूले बङ्गालीहरूले ठगिरहेको हुन्छ क्या। अनि अरू यो के कम्पनीहरू, नराम्रो कम्पनीहरू हुन्छ। सबै कम्पनी राम्रो हुन्छ भन्ने पनि हुँदैन यहाँ विदेशमा। अति नै हुन्छ नि, झुर हुन्छ। अब के भन्नु र हैन, आफ्नै कम्पनी पनि ठिक त छैन हैन। त्यही पनि अब भनौँ न, यहाँ साइड चाहिँ अलिकति राम्रो परेर मात्रै हो, नभए हाम्रो पनि त्यति राम्रो कम्पनी त हुनु छ हैन। त्यही पनि अब गर्नुपर्छ हैन। आइसकेपछि के गर्नु त, नगरी भएको छैन हो किन भन्नु त तपाईँहरू आफै। त्यत्रो 5-5 लाख 6-6 लाख लाएर आएर नगरेर हुन्छ यहाँनिर। जसरी भयो भने आफ्नो ऋण त उकास्नु पर्यो हैन। जे जसरी भए पनि ऋण उकास्नु पर्यो। कति धेरै कुराहरू मनमा लिएर आइएको हुन्छ हैन। यसो गर्छु हैन, अब घरमा आमा बाउलाई सहयोग गर्छु। अब यसरी आमालाई पैसा कमाएर खुसी दिन्छु हैन, यसो किनिदिन्छु, यसो गरिदिन्छु भन्ने कुराहरू हुन्छ नि त। अनि त्यही हो, अब भनेको जस्तो हुँदैन, आत्तिनु हुँदैन। सुरुमा त लास्टै गाह्रो हुन्छ क्या। 2-3 महिना 3 महिना 4 महिना चाहिँ हैन। अब काम पनि रेगुलर पाइँदैन। अब जहाँ पनि हैन त्यही हो नि, रेगुलर पनि हुँदैन। अब ड्युटी पनि दिँदैन कम्पनीले। अब राम्रो कम्पनी छ भने त लगाइदिइहाल्छ हैन। अलिक नराम्रो कम्पनी छ भने त्यही हो, सुताइदिन्छ 1.5-2 महिना 3 महिना जति, अनि मात्र बिस्तारै निकाल्छ।
उनीहरूले कन्ट्र्याक्ट भेटेको बेला लगाइदिन्छ, भेटेन भने सुताइदिन्छ। त्यही हो, के गर्नु। अब डाइरेक्ट कम्पनी भनेको डाइरेक्ट कम्पनीमा अब नेपालबाट हामी आउनु सकिँदैन, किनभने अब बिचमा दलेहरू छिरेको हुन्छ। दलेहरूले पैसा खानुको लागि के गर्छ। अनि अब डाइरेक्ट कम्पनी छ भने उनीहरूको आफ्नो आफन्तहरू लाउँछ, के भन्नु। अनि म चाहिँ आधी बाटो आइसकेँ। घाम टिलिक्क परिरहेछ। हातै गयो यार, धेरै दिन भयो भ्लग स्लग बनाउनु छोडेको। के गर्नु, धेरै दिन भयो भन्नाले पनि 2-3 दिन भयो। स्ट्यान्ड छैन होइन, भिडियोको क्वालिटी पनि राम्रो त छैन मेरो। त्यही पनि गर्नु चाहिँ छाड्दिनँ भन्ने मेरो मनमा छ होइन। अझै पनि गर्छु, अब भनौँ न गर्दै जाउँ। होला नहोला त्यो आफ्नो ठाउँमा छ, जे भए पनि मेमोरी हुन्छ होइन पछिको समयमा। अब म पछि गएर होइन, अब मैले पछि बुढो भएपछि मैले हेर्नु मिल्छ क्या मेरो भिडियो आफैले क्या, म यस्तो ठाउँमा गएको थिएँ है, यसरी पैसा कमाएको थिएँ है भनेर मेरो छोरा नातिलाई देखाउनु पाएँ होइन। म यस्तो काम गरेको थिएँ र हो, यस्तो दुःख हुन्छ विदेशमा, राम्ररी पढाओ, राम्ररी गराओ, बेलैमा हो भन्ने कुराहरू आउँछ होइन। अनि अब उनीहरू छोरा नातिले पनि त बुझ्ला नि त होइन, भिडियो हेरेपछि त अब यस्तो रहेछ, यसरी दुःख पाइन्छ भन्ने कुराहरू पनि हुन्छ। तपाईँहरूलाई कस्तो लाग्छ है भन्नु होला, किनभने अब मैले आफ्नो सोच हुन्छ होइन। तपाईँहरूको सोचमा के कस्तो छ, मेरो सोचमा चाहिँ त्यस्तो छ होइन। अनि यहाँनिर चाहिँ जेब्रा क्रसिङ पार गर्दैछु म। यहाँनिर चाहिँ नाउहरू, यो चाहिँ फिसिङ नाउ होला सायद होइन। यहाँनिर यत्तिकै लिएर राखिरहेको हुन्छ, किनभने यहाँ बनाउँछ जस्तो लाग्छ मलाई, बनाउँछ के। अनि बकाला यहाँनिर छ। बकाला भनेको चाहिँ अरबिक भाषा रहेछ। अरबिक भाषामा अब नेपाली भाषामा त अब हामी दोकान भनिन्छ नि त, अरबिक भाषामा चाहिँ बकाला भन्दो रहेछ क्या। त्यति मलाई थाहा थिएन, बिस्तारै अलि आउँदैछ। छाती दुःख हो मेरो त। ओ भाइ अन्जु छैन क्या, त्यो भिडियो नबनाउनु। बुढोहरू त